यो चाहिँ 6x6.5 मा रहेको 3 पिस दराज छ है। यसको भित्र चाहिँ एकदम ठुलो स्टोरेज छ है। यसमा चाहिँ डबल लेयर गरेर लुगा पनि राख्न सकिन्छ नि। यहाँ माथि चाहिँ ह्याङ्गरिङ छ, हजुरले आफ्नो साडी कोटहरू मजाले हजुरले झुन्डाएर राख्न सक्नुहुनेछ। र यहाँ चाहिँ लगर छ हजुरको, र लगरभित्र पनि मिनी लगर छ है। यो मिनी लगरभित्र चाहिँ हजुरले सजिलैसँग सामानहरू राख्न सक्नुहुन्छ, जुन साथी आफूसँगै लैजान नि मिल्यो है। र यहाँ तल पनि स्टोरेज एकदम मजाको छ, अब ओर्नी ओछ्याउनी पनि राख्न सकिन्छ भने यहाँभित्र चाहिँ हजुरको यो चुरा राख्ने स्ट्यान्ड बनाएको छ। चुरा मजाले राख्न सकिन्छ, मेकअपको सामानहरू राख्न सकिन्छ भने यहाँ माथि लुगाहरू पनि राख्न सकिन्छ, यहाँनिर लुगाहरू राख्न सकिन्छ। र यहाँ तल चाहिँ घर पनि दिएको छ, र यो घरको साइज एकदम ठुलो लामो छ, सामान एकदम मजाले आउँछ भने यहाँ चाहिँ फोल्डिङ सिस्टमले ढोका राखेर स्टोरेज सामानहरू राख्ने ठाउँ बनाएको छ। हजुरलाई अब केही सामान राख्न पनि सक्नुहुनेछ भने यसमा चाहिँ म्याग्नेट बस्नै छ, अहिले चाहिँ म्याग्नेट राखेको छैन। र यतापट्टि पनि स्टोरेज एकदम ठुलो छ है। दुईटा लेयर गरेर सामान राख्न सकिन्छ, एउटा दुईटा तीनटा स्टेप छ यसमा, र दुईटा घर पनि छ। र हजुरलाई त थाहा छँदैछ काइराको फर्निचरको अफरको बारेमा। हजुरको दराजमा जतिवटा पिसेस एड भयो त्यतिवटा बेडसिट चाहिँ हजुरहरूले अफरमा पाउन सक्नुहुनेछ है। र हजुरलाई यस्तै 3 पिस दराज चाहिरहेको छ, यो दराज मन परेको छ, हजुरको फ्यामिली एकदम ठुलो छ, यस्तै 3 पिस दराज होस् या सिङ्गल पिस दराज होस् चाहिन्छ भने चाहिँ हजुरले दिएको नम्बरमा मेसेज अथवा कल गरेर आजै अर्डर गरिहाल्नु होला है। हजुरको ठुलो फ्यामिली छ भने चाहिँ हजुरको बिग फ्यामिलीलाई चाहिँ यो एकदम सुइटेबल नै हुनेछ है।